साथीभाइहरू हामी चाहिँ अहिले 4:30 इटरी कटिसकेका छौँ है। हेर्नुहोस् अगाडि चाहिँ एसियन हाइवेको एकदम एसियन हाइवे सरर बन्दैछ। बाटोको अवस्था यस्तो छ। जिन्दगी एक सपना भन्ने ट्रकमा राखेको रहेछ अपनै भनेर। हेर्नुहोस् त सरर हामी जाँदैछौँ झापातिर। यात्रा हाम्रो झापा बिर्तामोडसम्म मात्रै आज चाहिँ। भोलि हाम्रो फेरि सुतान हुने हो होइन, के गर्नु यस्तै छ। सडकले साइड दिएपछि सडक छोडेर हिँडिँदैन। अब यस्तो गर्छन् अब कता कता के हो कसो मिलाएर जानु पऱ्यो नि त सट्ट होइन। यात्रा भनेको बाटो कहिले चाहिँ बनाइसक्छ र आनन्द हुन्छ होला भन्ने कुराले पनि साह्रै समस्यामा पारेको छ कि। गाडीको दाइहरू चाहिँ 2-3 मात्रै हुँदो रहेछ बाहिर कोरियाबाट आउनुभएको। दाइहरू फेरि सब पाँचथारै हुनुहुँदो रहेछ गाउँलेहरू। 5 थाप्दैछन्को है। अझै यता चाहिँ कस्ता रेडी हुँदैछ। कहिलेसम्म सकिने हो पनि बाटो। यो एसियन हाइवे कम्प्लिट भएपछि कुद्नुपर्छ होला क्या मस्तले पिचमा। र अलि अगाडि एसियन हाइवे कम्प्लिट भएको बाटो पनि छ, त्यो पनि म देखाउने नै छु। त्यसको लागि चाहिँ अब केही समय पर्खिनुपर्ने हुन्छ। जस्तै अहिले चाहिँ हामी इटरी कटेर अगाडि बाँसबारी, यहाँ फ्लाइओभर पनि बन्दैछ। यो चाहिँ बाँसबारीमा। अनि त्यस पछाडि फ्लाइओभरको त्यस्तो छ काम धमाधम। यहाँ अहिले पार्किङदेखि लगेर जताततै ठुलो बाटो पनि ठुलो हुने गर्छ। यहाँ मान्छे कहाँ जाने सोध न। केयर खाएको हालेको बाद 150 रुपियाँ छोडेर आउँछौ। तिमीहरूले गरी खाँदैन। जाउँ भन्छौ, रोक्नु भन्न छोडेर। के छ पछाडि खै केही छैन त। ट्रकहरू छ। हाम्रो केटाले गरी खाँदैन भने जस्तो भइरहेछ होइन। खै त साइड पाउन हो प्लिज। हेलो एक्सक्युज मी, धुलो नफालो। यस्तो चकित एसियन हाइवे कम्प्लिट भएको चाहिँ नेक्स्ट भिडियोमा हालिदिनु पर्ला जस्तो छ। अलि यो भिडियो काम काट्ला जस्तो छ। सडकमा सडक बाटो छोडौँ टडक। रिजर्भ आयो रिजर्भ। उहाँ चाहिँ लोत फालेर गयो। यस्तै फाल्छ मेरो अर्को गाडी लिएर, त्यही भएर बनाउनु गएको। एउटा इन्जेक्टर चाहिँ फ्याँक भएको रहेछ। जिन्दगी मिली एक सपना तो सपना। के विधि भिडभाड हो भने बाटो त यो ट्रकले बाटै छोडेन सोल्टी बाटो छोडिदेऊ। धुलो नखाऊ, धुवा नखाऊ। ओइ पक्नुहोस् त। कुरी झन् हुँदै घुमाउँदैछ त। के चाहिँ छ अगाडि यार। यो टेमटुमले गर्दा पो नदेख्दो रहेछ त साइडमा। अब त टेमटुम आओस् कि जेसुकै आओस् मैले ओभरटेक हानिदिन्छु। बाटो चाहिँ मान्नै पर्छ यतिको। यस्तो बाटो भयो भने त हुन्थ्यो नि। एसियन हाइवे हुनलाई त भित्तादेखि तल छेउसम्म कत्रो होला त बाटो। ओभरटेक गरेरै गइयो बल्ल। अब यहाँदेखि उता चाहिँ लागेपछि चाहिँ सरर बाटो हेरौँ त। धुलै भए पनि उड्छ अलिअलि चाहिँ, तर पानी हाल्दै रहेछ उड्दैन धुलो। मेस्सी फ्यान आउँदै हुनुहुन्छ त्यहाँ चाहिँ। के बढ्ने रहेछ?
टेन्सन बढ्ने कि पेन्सन? अब हाम्रो 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 चाहिँ टेन्सन बढ्छ। दुईटा सिलिन्डर कहाँ? दुईटा सिलिन्डर एउटालाई 2100 कति रे? अनि 2060 भन्नु रे, 2100 भन्नु त। त्यो एउटा सिलिन्डर बोकेर ल्याउनु जाँदा दुईटा चुरोट खाइने रहेछ। अनि म हो भने त उल्टै 2500 सकेर आन्छु रेडबुल सेटबुल खाँदा। यत्रा घट्या भन्नु। 140 मा हालिरहेको डिजेल 139 मा हालिरहेको डिजेल 225 पुर्यायो। त्यही त 37 हुनु। पेट्रोलको भाउ महँगो थियो, डिजेलको कम थियो त्यति बेला। अनि त्यतिमा हालिरहेको 225 पुर्यायो। अनि अहिले अब घटाउँदा 25 रुपियाँ घटाइदिरहेछ। अलि साइडबाट त हिँड्नु कमसेकम यार। त्यही साइडबाट हिँडेको, म अर्को साइडबाट ओभरटेक गर्थेँ होला। यहाँ चाहिँ ड्राइभरसँग हुँदैछ काम। सर्ट हेर्नु बाटो यस्तो छ। ल साथीभाइहरू, आजलाई यति नै। बाँकी चाहिँ नेक्स्ट भिडियो अहिले एसियन हाइवेको निकाल्छु म, राम्रो कम्प्लिट भयो।